जीवन हिजो, आज र भोलि बिचको सङ्गम हो। हिजो के भयो, हिजो कसरी दिनहरू बिते, हिजो कस्ता समयहरू बिते र कस्ता खालका सङ्गतहरू थिए र हिजो दुःख पर्दा हामीलाई कसले सहयोग गर्यो अथवा हिजो के भयो भन्ने विषयलाई हामीले भुल्न हुँदैन। ती अतीत हुन्, अतीतलाई कहिले पनि हामीले भुल्न हुँदैन र त्यो हाम्रो धरातल पनि हुनसक्छ, जुन धरातलमा टेकेर आज हामी वर्तमानमा हिँडिरहेका छौँ। र आज एउटा महत्त्वपूर्ण दिन हो, जुन दिन तपाईँ आफूले सङ्घर्षका दिनहरू, सङ्घर्षका समयहरू बिताइरहनु भएको छ। आज तपाईँलाई आफूलाई प्रगतिको बाटोमा अथवा भनौँ न प्रगति गर्ने एउटा मार्गमा जाँदै हुनुहुन्छ, जुन कुराले तपाईँको भोलिलाई र तपाईँको भोलिका सन्ततिहरूलाई पनि यसले मार्गदर्शन गर्नेछ र भविष्य निर्माण गर्नेछ। र रह्यो भोलि, भोलि हामीले देखेकै छैनौँ र पनि थुप्रै कल्पनाहरू गरेर भोलि यो हुनसक्छ, ऊ हुनसक्छ भनेर हामीले भोलिलाई अलि बढी महत्त्व दिएका हुन्छौँ, जसले गर्दा हामी जीवनमा धेरै दुःखी हुन्छौँ। भोलि यो हुन सक्दैन, भोलि उपचार हुन सक्दैन, भोलि हामी प्रगति गर्न सक्दैनौँ, भोलि मेरा बच्चाले राम्रोसँग पढ्न सक्दैन कि भनेर हामी सधैँभरि चिन्ता लिन्छौँ। त्यो मात्रै जीवन होइन। जीवन हामीले तिनैवटा दिनलाई हेऱ्यौँ भने आजलाई अलिकति बढी महत्त्व दिएर आजको दिनलाई हामीले राम्रो बनायौँ भने भोलि त्यसै पनि राम्रो हुन्छ। त्यसैले आज हामीले पढ्न पर्ने बालबच्चाहरू छौँ अथवा वयस्कहरू नै छौँ भने पनि त्यसलाई राम्रोसँग पढ्ने, राम्रोसँग ज्ञान आर्जन गर्ने, सङ्गत गर्दैछौँ भने राम्रो सङ्गत गर्ने र जीवनलाई उज्जवल बनाउने।